नेमार जुनियर फुटबल इतिहासमा यस्ता रेकर्डहरू हुन्छन् जुन रेकर्ड तोडिनको लागि वर्षौं कुर्नुपर्छ, धेरै गाह्रो छ। आजभन्दा 9 वर्ष अगाडि अगस्त 3 सन् 2017 मा पीएसजीले बार्साबाट 222 मिलियनमा नेमारलाई आफ्नो क्लबमा भित्राएको थियो। मोस्ट एक्सपेन्सिभ साइनिङ इन फुटबल हिस्ट्री, र त्यो रेकर्ड अहिलेसम्म तोडिन सकेको छैन। नेमारको खेल जीवन के भनौँ, पीएसजीका लेजेन्ड नेमारले 173 खेलमा 118 गोल गरेका छन् भने 77 एसिस्ट पनि गरेका छन्, र उनले सन् 2020 मा पहिलोचोटि पीएसजीलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याएको थिए। दुर्भाग्यवश 1-0 बायर्नसँग हार्न पुग्यो। र धेरैजनाले भनिरहेछन् बार्सा नछोडेको भए नेमारले केही भएन 2-4 वटा ब्यालन डोर चाहिँ जितिसक्दै भन्छन्। यो बारेमा तपाईलाई के भन्न चाहनुहुन्छ? र मेरो जर्सी कलेक्सनमा नेमार जुनियरको यो सन् 2017 को जर्सी, वाउ दामीले। यो ओरिजिनल जर्सी मैले त्यतिखेर लगभग कति 198 पाउन्ड कतिमा मैले किनेको थिएँ। यो मैले मगाएको थिएँ। यो मेरो जर्सी कलेक्सनको सबैभन्दा बेस्ट जर्सी पनि हो। अनि फुटबल सम्बन्धी यस्तै रोचक जानकारीका लागि पक्कै पनि फलो गर्न नभुल्नुहोला।